नमस्कार। आज हामी त्रिभुजको संख्या कसरी निकाल्ने भन्ने पढ्छौं। 1 नम्बर यो एउटा त्रिभुज भयो। यसमा त्रिभुजको संख्या कति छ भन्ने निकाल्ने भने सजिलो तरिका हामी पढ्छौं। 1 यहाँका अनि 2 यो दुईटैलाई जोड्ने 1 + 2 3। यसमा त्रिभुजको संख्या 3वटा छ। अब कसरी हो 3वटा भने यो एउटा ठुलो त्रिभुज, यो एउटा, दुईटा, यो एउटा, तीनटा। अर्को यसमा अब त्रिभुजको संख्या कति छ भने यसलाई पनि यस्तै नम्बरिङ गर्ने 1 2 3 4 यो सबैलाई जोड्ने 1 + 2 + 3 + 4 1 2 3 3 6 4 10 10वटा। यसमा त्रिभुजको संख्या 10 हुन्छ। अर्को यस्तो प्रश्न छ भने यसलाई पनि नम्बरिङ गर्ने 1 2 3 4 5 यसलाई जोड्ने 1 2 3 4 5 1 2 3 3 3 6 4 10 5 15। अब यहाँ पनि छ यो 1 अनि यो पनि जोड्ने बेस जहाँ जहाँ छ त्यो यो 1 + 2 3 यो 1 यसलाई जोड्ने +1 + 3। यसमा 19वटा त्रिभुजको संख्या छ। अर्को प्रश्न यसमा के छ भने यसमा पनि त्रिभुज निकाल्नु। यसले पनि नम्बरिङ 1 2 3 4 लास्टमा आएको संख्यालाई 2 ले मल्टिप्लाई गर्ने 4 × 8। त्यस्तै गरी अर्को यसमा यसलाई पनि नम्बरिङ 1 2 3 4 5 6 7 8। यसमा पनि लास्टमा आएको नम्बरले 2 ले मल्टिप्लाई 8 2 16। यसमा त्रिभुजको संख्या 16 छ। त्यस्तै गरी अर्को यसमा अब त्रिभुजको संख्या भन्यो भने कसरी निकाल्ने यसलाई पनि नम्बरिङ 1 2 3 4 5 6 7 8। यो 8लाई 2 ले मल्टिप्लाई लास्टमा आएकोसँग 8 2 16। फेरि यसलाई पनि नम्बरिङ 1 2 3 4 5 6 7 8 यसलाई पनि 2 ले मल्टिप्लाई 8 × 2 16 दुईटैलाई जोड्ने 32। यसमा त्रिभुजको संख्या 32 हुन्छ। अर्को त्रिभुजभित्र त्रिभुज हुँदा कसरी काउन्ट गर्ने यसको फर्मुला हुन्छ 4n + 1। यसमा के हो भने त्रिभुजभित्र कतिवटा त्रिभुज छ अनि एउटा छ अनि 4n को मान 1 + 1 4
+1 अनि यो 5 यसमा त्रिभुजको संख्या 5 वटा छ। यसमै अर्को यसमा अर्को त्रिभुज बनाइदियो भने कति हुन्छ? त हामी फर्मुला थाहा छ 4n+1 4 अब 1 2 2 + 1 4 दूना 8 + 1 9 यसमा त्रिभुजको संख्या 9। त्यस्तै गरी यसमै अर्को यसको फर्मुला 4n+1 4 1 2 3 तीनटा छ भित्र × 3 + 1 4 3 12 + 1 1 13 यस्तो त्रिभुजको संख्या निकाल्न सकिन्छ।